अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर आयौं हामी वीरताको गाथा कोरेर कति साथी शहीद भए तमटिरैमा कति साथी अपाङ्ग छन् लडी भिरैमा कति साथी शहीद भए तमटिरैमा कति साथी अपाङ्ग छन् लडी भिरैमा रगतको छिर्काले बाटो रङ्गेको छ अलैँचीको पातहरूमा रगत बगेको छ अलैँचीको पातहरूमा रगत बगेको छ अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर आयौं हामी वीरताको गाथा कोरेर चिन्तन अझै पनि दुखी रहेछ त्यसैको नै निरन्तरमा युद्ध जारी छ चिन्तन अझै पनि दुखी रहेछ त्यसैको नै निरन्तरमा युद्ध जारी छ सन्तानहरू रोपिए पनि योद्धा बढ्दैछन् जनयुद्धको आदि बेरीले दुष्ट भाग्दैछन् जनयुद्धको आदि बेरीले दुष्ट भाग्दैछन् अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर आयौं हामी वीरताको गाथा कोरेर पहाड त्याम्मे भे रोहिरहेछ मकालु र कञ्चनजङ्घा टोलाइरहेछ टक्के पहाड त्याम्मे भे रोहिरहेछ मकालु र कञ्चनजङ्घा टोलाइरहेछ गाउँमा लाल सेनाको बत्ती खुलेको छ लाल किला बनाउँदै अरुण बगेको छ लाल किला बनाउँदै अरुण बगेको छ अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर 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 पिछामा जान न पिछामा
पनि हो यता लाइन र बन आवाज एकजना बिग्रियो हाम्रो भने अनुसार एउटा बिग्रियो गाउँको सेवा गर्ने नेता Yes,
Satu mereka yang Salah basum. अमर भाइको फोटो खिचेर तल देखाइदिनु सबै नेताहरुमै कम्प्युटरहरु ल अलिकति साइड लागेर अलि उतातिर हाम्रो भइदिएर उहाँलाई हामी यता आएर उहाँलाई अनि सहज ठाउँको
व्यवस्थापन गरिदिन यहाँ सबै आग्रह गर्न चाहन्छु। निर्वाचन मत परिणामको घोषणाको क्रममा आदरणीय आमा बुबा दिदीबहिनी दाजुभाइहरूको उपस्थितिमा यहाँहरूका सामु यस गाउँपालिकाको परिणामसहित विजय भएका उम्मेदवारहरूको नामावली घोषणा गर्न देख्दाखेरि कतिखेर घोषणा गरेर यहाँहरू सबै नाचु भइराखेको छ। त्यही समय प्राकृतिक कारणले गर्दा हामीले उम्मेदवारहरूको नाम प्रकाशित गर्न सकेनौँ। टोकाप्रति सेवाप्रार्थी सूर्य भीमबहादुर आङदेन्डे 321, गोलाकारभित्र 80 हथौडा विष्णु कुमार राई 421। यसरी हेर्दा वडा नम्बर 1 को अध्यक्ष पदमा वडा नम्बर 1 महिला सदस्यतर्फ थापा 253, गोलाकारभित्र 80 हथौडा मनमाया राई आङदेन्डे, नेपाल कम्युनिस्ट पार्टीमा श्री मनमाया राई आङदेन्डे महिला सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। दलित महिला सदस्यतर्फ रूप गंगा विष्णु माया विक 307। यसरी गोलाकारभित्र 80 हथौडा निर्वाचन चिन्ह भएका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उम्मेदवार श्री दुर्गा नेपाली दलित महिला सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। बहादुर बस्नेत 19, 29, 2 सूर्य दिलबहादुर राई 235, 235, 2 गाई राजभक्त आङदेन्डे 16, 2 गोलाकारभित्र 80 हथौडा 387, सोमशेर राई केन्द्रको उम्मेदवार श्री सोमशेर राई 1 सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। गोलाकारभित्र 80 हथौडा निर्वाचन चिन्ह भएका नेपाल कम्युनिस्ट पार्टी माओवादी ढकेन्द्र निर्वाचित भएको घोषणा गर्दछु। महिला सदस्यतर्फ सूर्य उमा पाण्डे 372, रूप शान्तकला गुरौली मगर 553, गोलाकारभित्र 80 हथौडा शान्तमाया तामाङ 103, घर गुरौली मगर महिला सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। दलित महिला सदस्यतर्फ बस्नेत 118, रूप टीका प्रसाद लिम्बू 476, 2 गाई तेजबहादुर पिसारी मगर 114, 2 रूप जितेन्द्र कुमार शेर्मा 512, घर प्रकाश अधिकारी 135, 2 घर याम कुमार शेर्मा 125, 2 सूर्य सन्तराम पिसारी मगर 308, 212, रूप जीवन हाङ पियाट 459, घर भानुभक्त पियाट 53, सूर्य एकीकृत माओवादी लेनिनवादीको उम्मेदवार श्री हस्तराज पियाट अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गर्दछु। पौड्याल 203, घर विमला पियाट 70, रूपमाया मगर 381, दलित महिला सदस्यतर्फ रूप कृष्णमाया दर्जी
348 सूर्य भित्र हसी हटौडा नरेन्द्र कुमार पियार 120 हामीले समातेको मसाल रङढोट ग्रुप 1 82 गाई सुवास राई 292 सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। श्री रामकुमार राई वडा अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गर्दछु। घर दीपाहाङ राई 32 सूर्य धनकुमारी सुब्बा 458 गाई प्रमिला लुवाङ 25 गोलाघाटभित्र हसी हटौडा निर्वाचन चिन्ह भएका नेपाल कम्युनिस्ट पार्टी माओवादी क्षेत्रको उम्मेद्वार श्री आइटमाया राई महिला सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। दलित महिला सदस्य नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उम्मेद्वार वडा नम्बर 4 को सदस्य पदको लागि रूप जिन्दीराम राई 269 घर नरकुमार लिम्बू 21 गोलाघाटभित्र हसी हटौडा विष्णु कुमार राई 832 वाणी प्रसाद मगर 410 दुई रूप मदन कुमार नेपाल कम्युनिस्ट पार्टी माओवादी क्षेत्रको उम्मेद्वार श्री राजेन्द्र राई वडा नम्बर 4 को सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। गोलाघाटभित्र हसी हटौडा निर्वाचन चिन्ह भएका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उम्मेद्वार श्री विष्णु कुमार राई सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। वडा नम्बर 5 कुमार लाउती 130 सूर्य बलबहादुर लाउती 133 गाई हस्तदीप राजै 58 माओवादी केन्द्रको उम्मेद्वार श्री अभिषण लावती निर्वाचित भएको चन्द्रमाया योनाङ 302 सूर्य पदममाया लिम्बू 135 घर पार्वती योनाङ 133 गाई सरिता राई 21 सदस्य पदमा निर्वाचित भएको हर्कमाया गराइनी 135 गोलाघाटभित्र हसी हटौडा निर्वाचन चिन्ह भएका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उम्मेद्वार श्री शान्ति कुमारी दलित महिला सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। सदस्यतर्फ रूप जैन बहादुर लाउती 148
सूर्य दिनेश कुमार राई 123 दुई घर छोडबहादुर दुई रूप पुनिता राई 289। यसरी कम्युनिस्ट पार्टी माओवादी केन्द्रको उम्मेद्वार श्री मेघराज रावल सदस्य पदमा निर्वाचित भएको घोषणा गर्दछु। दलित महिलातर्फ सूर्य उमादेवी 500, हरि बहादुर तामाङ 119, मोहन कुमार राई 147, गोलाकारभित्र हरि हटौडा रविन्द्र कुमार तामाङ 230, दुई गोलाकारभित्र हरि हटौडा रामकुमार राई 302, गोलाकारभित्र हरि हटौडा सूर्य बहादुर बाजी 138। सूर्य निर्वाचन चिन्ह भएका नेपाल कम्युनिस्ट पार्टी मार्क्स पार्टी लेनिन पार्टीको उम्मेद्वार श्री रामेश्वर बाजी वडा अध्यक्ष पदमा निर्वाचित भएको घोषणा सूर्य निर्वाचन चिन्ह भएका नेपाल निर्वाचन चिन्ह भएका पदमा निर्वाचित भएको घोषणा गाई सबिना बराल 153, रु सुनमाया राई 3650। यसरी सूर्य निर्वाचन चिन्ह भएका मिला राई उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गर्दछु। हटिया हटौडा अमर राज माथि
यहाँ बिचमा लाइन लाग्यो सम्पूर्ण राष्ट्रिय
संयोजक काङ्ग्रेस दुर्योधन महापुरजीलाई पनि हाम्रा निर्वाचित प्रतिनिधिज्यूहरूलाई शुभकामना सँगसँगै हामी भनेर राखिदिन उनीहरूले हात अनुरोध गरेको धन्यवाद।
धन्यवाद कार्यक्रम सञ्चालक ज्यू।
यहाँहरु समक्ष गर्दछु र यस कार्यक्रमका लागि फेरि हामीले अनुरोध गरेको बखत हामीले कार्यक्रम आयोजना गरेको बखत यहाँहरु सम्पूर्णको यस कार्यक्रममा पूर्ण रूपमा सहभागी हुनेछ भन्ने पनि अपेक्षा गरेको छु र अन्त्यमा हामी जसरी विजय भएका छौं यहाँहरुले जसरी हाम्रो टिमलाई विजय गराउनु भएको छ यो विजय भनेको यो नेताको मात्रै हैन यो कार्यकर्ताको विजय हो नेता भनेको एउटा पात्र हो त्यो पात्रलाई सञ्चालन गर्नका लागि सक्षम कार्यकर्ताको लाइन चाहिन्छ सक्षम जनता चाहिन्छ सक्षम पार्टी चाहिन्छ ती सबै कुराले पूर्ण रूपमा हामी सक्षम छौं भोलि यो मिक्लाजुङ गाउँपालिकाको विकास निर्माण भविष्य निर्माणका लागि हामी पूर्ण रूपमा यो गाउँपालिकाका लागि हाम्रो यो सबै टिम वार्ड नम्बर 1 देखि वार्ड नम्बर 8 सम्मका सबै टिमहरुलाई समेटेर सम्पूर्ण राजनीतिक दलहरुलाई समेटेर सम्पूर्ण सामाजिक संस्थाहरूलाई समेटेर सम्पूर्ण जात जाति भाषा धर्म लिङ्ग र संस्कृतिका मानिसहरूलाई समेटेर यो मिक्लाजुङ गाउँपालिकालाई व्यवस्थित रूपमा विकास गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी अब चाहिँ कम्मर कसेर यो मिक्लाजुङको विकास निर्माणको लागि अगाडि बढ्नेछ भन्ने प्रतिबद्धता जाहेर गर्दै आजको यो अनौपचारिक रूपमा सञ्चालन भएको कोण सभा यही समापन भएको घोषणा गर्दछु हस्त धन्यवाद लासला यहाँ हामीले पार्टीको तर्फबाट हाम्रा सम्पूर्ण कार्यकर्ता जनता मतदाता र शुभचिन्तकहरूलाई चिया खाजाको व्यवस्था गरेका छौं त्यसको व्यवस्थापनका लागि हाम्रो आर्थिक समितिका निर्वाचन परिचालन अन्तर्गत आर्थिक समितिका संयोजक कमरेड इन्द्र कुमार तामाङसँग सम्पर्क गरी यहाँहरू कुपन लिएर चिया नास्ताको व्यवस्थापनमा लाग्नु न पनि अनुरोध गर्दछु धन्यवाद लालसला
यहाँ मेरो अहिले अब यो त जित्ने आधार पो त जित्ने आधार हो नि त सङ्गठन बलियो बनाउनु पर्छ अब सङ्गठन बलियो निर्वाचन कार्यालयमा उपस्थित भइदिनु र अनुरोध गर्नुभएको अघि नभएर पो त के बिचमा रहेर खिच्दिनु ल अब धेरैमा कति खाइ त पाइन्छ नि त साइड साइडमा भिडियो होइन खालि फोटो मात्रै खिच्दा यो खिचेको भनेको बिचारेको प्रसाद यो फोटो खिचेको भनेको बिचारेको प्रसाद सामा खिचेको हो कोही बेला जति बेला भन्नु त्यति बेला फोटो खिच्न पाइन्छ मौकामा हो मौका र त भन्नु जितेर अम्बर दाइलाई मात्रै अन्त किन फोटो खिच्नु
सांसदको श्रीमान पनि हुनुहुन्छ सांसदको श्रीमान भिडियोमा हेरिराख्नु पऱ्यो नि त चिनिँदैन त को भन्ने हुन्छ अनि यतिखेर चिनिराख्नु
एकछिनबाट पाइन्छ कि भनेको कि यता आउँदैन कि यता आउँदैन परबाट चाहिँ आउँदैन ठ्याक्कै राम्रो आयो हेरौँ त नमस्कार। हाम्रो यो 20 वर्षको अन्तरालपछि निर्वाचन पश्चात आधा हाम्रो नवनिर्वाचित रहेको हुनाले हामीले गाउँपालिकामा पनि स्वागत कार्यक्रम राखेका छौँ र निर्वाचन आएपछि त्यसपछि हाम्रो गाउँपालिकाको स्वागत कार्यक्रम सञ्चालन हुनेछ। अब हाम्रो निर्वाचन आयोगको कार्यक्रम यस कार्यक्रमको अध्यक्षता ग्रहण यस्तै गरेर हाम्रो लुक्लाजुङ गाउँपालिकाको निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत अरुण राईज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। साथ दिनु हुन अनुरोध गर्दछु। साथै इलाका प्रहरी कार्यालयका इन्चार्ज श्री अमर प्रसाद गजमेरज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। साथै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रतिनिधि श्री उत्तम कार्कीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसको साथसाथै उपस्थित राजनीतिक दलका प्रतिनिधि पत्रकार मित्रहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अब हाम्रो कार्यक्रम रहेको छ। गजाङ माखिमज्यूलाई राष्ट्रिय गानको उद्घाटन गरिदिनु हुन अनुरोध गर्दछु। मौन धारण गरिदिनु हुन सम्पूर्ण प्रतिनिधि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्दछु। म एक हुन अनुरोध
गर्दछु। धन्यवाद घोषक रमेश तान्डेजी। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्ण निर्वाचित प्रतिनिधिहरू र अन्य अधिकृत श्री भीम प्रसाद भुटेलज्यू, इलाका प्रशासन कार्यालयका इन्चार्ज र प्रतिनिधि दाजु, इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अमर प्रसाद गजमेरज्यू, त्यसै गरी कृषि विकास बैंकका रविका इन्चार्ज हेमेशज्यू र राष्ट्रिय अनुसन्धान जिल्ला प्रतिनिधिज्यू र यस मञ्चमा डिजिपी र मिकलाजुङ गाउँपालिकावासी आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो सर्वप्रथम त न्यानो नमस्कार ग्रहण गर्न चाहन्छु। आजको शीर्षकमा जेसुकै लेखिए तापनि आजको विशेष कार्यक्रम भनेको हाम्रो खुसी साटासाटै हो। हामी निर्वाचित प्रतिनिधिहरूलाई अगाडि देखिरहेका छौँ र ती निर्वाचित उहाँहरूलाई विशेष गरी प्रमाणपत्र दिने कार्यक्रम रहेको छ र प्रमाणपत्र वितरण सँगसँगै हामी आज शपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृतको कार्यालय मिकलाजुङ गाउँपालिकाको तर्फबाट स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। अबको हाम्रो कार्यक्रम रहेको आफ्नो प्रमाणपत्र लिइदिनु हुन अनुरोध गर्दछु। फोटो सम्पूर्ण महानुभावहरूलाई तालीले स्वागत गरिदिनु हुन समेत अनुरोध गर्दछु। नियम 28 को उपनियमसँग सम्बन्धित निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय पाँचथर जिल्ला मेकलाजुङ गाउँपालिका प्रमाणपत्र स्थानीय तह निर्वाचन ऐन 2073 बमोजिम 2074 सालमा सम्पन्न भएको निर्वाचनमा मेकलाजुङ गाउँपालिका वार्ड नम्बर 5 बस्ने तपाईँ श्री अमरराज माखिम पाँचथर जिल्लाको मेकलाजुङ गाउँपालिका को अध्यक्ष पदमा निर्वाचित भएको प्रमाणित गरी यो प्रमाणपत्र प्रदान गर्दछु। यसमा सही छ दस्तखत नाम थर भीम प्रसाद भुटेल निर्वाचन अधिकृत र मिति 3 महिना 20 गते। हस्त धन्यवाद। अब उपाध्यक्ष डुङ्गुला राईज्यू यस मञ्च एउटा पढेको जस्तो हुँदै पर्दैन। यसको साथसाथै यसको साथ गर्दछु। यसको साथसाथै
यस्तै गरेर वडा नम्बर 3 का वडा अध्यक्ष हस्तराज फ्याकज्यू यस मञ्चमा यस्तै गरेर वडा नम्बर 4 का वडा अध्यक्ष रामकुमार अनुरोध गर्दछु। तालीले स्वागत गरिदिनु अनुरोध गर्दछु। यस्तै गरेर वडा नम्बर 6 का वडा अध्यक्ष फणेन्द्र प्रसाद घिमिरेजी स्वागत गरिदिनु हुन पनि सम्पूर्ण उपस्थित महानुभावहरूलाई अनुरोध गर्दछु। यस्तै गरेर यस्तै गरेर वडा नम्बर 8 का वडा अध्यक्ष श्री रामेश्वर वाजीज्यूलाई आफ्नो अब हामीले वडा अध्यक्षज्यूहरूको प्रमाणपत्र वितरण गरिसकेका छौँ। अब हामी वडा सदस्यज्यूहरूलाई वितरण गर्नेछौँ र विक्लाजुङ गाउँपालिका वडा नम्बर 1 का यसै गरेर वडा नम्बर 1 का यसै गरेर वडा नम्बर 1 का वडा सदस्य दुर्गा आङ्देवज्यूलाई आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु न यस मञ्चमा निम्त्याउँछु गरिदिनु हुन समेत अनुरोध गर्दछु। यसै गरेर वडा नम्बर 1 का वडा सदस्य
श्री सोमशेर राईज्यूलाई समेत तयारी अवस्थामा भन्दा पनि यस मञ्चमा आएर आइदिनु हुन अनुरोध गर्दछु। सिधा भएन है। अलिक सिधा एकछिन छ। यस्तै गरेर वडा नम्बर 2 का वडा सदस्य श्री तीर्थमाया गजमेर पनि तयारी अवस्थामा बसिदिनु हुन अनुरोध गर्दछु। आउनु न उहाँ त तयारी मात्रै भने तालीले स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। तीर्थमाया गजमेर आफ्नो प्रमाणपत्र लगिदिनु हुन अनुरोध गर्दछु। वडा नम्बर 2 को वडा सदस्य श्री दिपेन्द्र कुमार शेर्माज्यू बसिदिनु हुन अनुरोध गर्दछु। टीका प्रसाद लिम्बुज्यू यसै गरेर वडा नम्बर 3 का सदस्य इन्दुमाया राईज्यू यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु हुन अनुरोधको लागि तयारी अवस्थामा बसिदिनु हुन अनुरोध गर्दछु। साथै प्रमाणपत्र लिँदा तालीले स्वागत गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासमा पनि छु। विमला दमाईज्यू उहाँ हुनुहुन्न रहेछ। यसै गरेर वडा नम्बर 3 का वडा सदस्य श्री जगत बहादुर राईज्यू आफ्नो प्रमाणपत्र लिनका लागि यस मञ्चमा। यसै गरेर वडा नम्बर 3 का वडा सदस्य जय प्रसाद फ्याक्ज्यू तयारी अवस्थामा बसिदिनु हुन समेत अनुरोध गर्दछु। वडा नम्बर 3 को वडा सदस्य जय प्रसाद फ्याक्ज्यू यस मञ्चमा आएर आफ्नो बसिदिनु हुन अनुरोध गर्दछु। वडा नम्बर 4 का वडा सदस्य आइतमाया राईज्यू आफ्नो प्रमाणपत्र लिनका लागि यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु हुन। यसरी नै वडा नम्बर 4 को वडा सदस्य सीता विश्वकर्माज्यू तयारी अवस्थामा बसिदिनु हुन अनुरोध गर्दछु। सीता विश्वकर्माज्यू वडा नम्बर 4 वडा सदस्य यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरेर वडा नम्बर 4 का वडा सदस्य श्री राजेन्द्र राईज्यू तयारी अवस्थामा बसिदिनु हुन समेत अनुरोध गर्दछु। सम्पूर्ण महानुभावहरूलाई प्रमाणपत्र
ग्रहण यसरी नै अब हामी वडा नम्बर 5 तर्फ जाँदैछौँ। वडा नम्बर 5 का वडा सदस्य अरुणा लाउतीज्यू आफ्नो प्रमाणपत्र लिनका लागि यस मञ्च आएर आफ्नो प्रमाणपत्र। यसरी नै वडा नम्बर 5 को वडा सदस्य शान्ति कुमारी दिको यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसरी नै वडा नम्बर 5 को वडा सदस्य श्री कुशल राईज्यू आफ्नो प्रमाणपत्र लिनका लागि यस मञ्चमा आएर। यसरी नै वडा नम्बर 5 का वडा सदस्य श्री मेघराज लाउतेज्यू यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। यही समय त यसरी नै वडा नम्बर 6 का वडा सदस्य फुलमाया गोले यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसरी नै वडा नम्बर 6 का वडा सदस्य यस्तै गरेर वडा नम्बर 6 का वडा सदस्य श्री टीकाराम जोगीज्यू यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसै गरेर वडा नम्बर 6 कै वडा सदस्य महते लिम्बू यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। साथै प्रमाणपत्र ग्रहण गरेका बेला तालीले स्वागत। यस्तै गरेर वडा नम्बर 7 तर्फ जाउँ। वडा नम्बर 7 को वडा सदस्य भूमा लामगादे यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध। लक्ष्मी कला बासकोटा यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसै गरेर वडा नम्बर 7 का वडा सदस्य श्री दिलबहादुर तामाङज्यू यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। आफ्नो प्रमाणपत्र ग्रहण गर्नका लागि यस मञ्चमा आएर प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसै गरेर वडा नम्बर 7 कै वडा सदस्य विमल राईज्यू यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरे। वडा नम्बर 8 को वडा सदस्य रूपा माया मगर यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसरी नै वडा नम्बर 8 का वडा सदस्य जनक कुमारी पोखरेलज्यू यस मञ्चमा आएर आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। जनक कुमारी पोखरेलज्यू
यसरी नै वडा नम्बर प्रमाणपत्र ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसरी नै वडा नम्बर 8 कै वडा सदस्य नवीन गौतमज्यू यस मञ्चमा आएर आफ्नो प्रमाण यसरी नै अघि हामीले प्रमाणपत्र वितरण गरेका बखत वडा नम्बर 3 का वडा सदस्य विमला दमाईज्यूको छुट हुन आएको भन्ने यहाँ प्रमाणपत्र लिन आउनुभएको छैन र अहिले आइपुग्नु भयो भन्ने खबर सुनेर उहाँ आइपुग्नु भएको छ भने आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनु हुनका लागि यस मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। Thank you.